Hello everyone, good afternoon, good morning and good evening at the same time. This is your teacher Vignan Guru. So एकपल्ट फेरि कन्टिन्यू गरिहालौँ हल्का गफ जस्तो हुन्छ हल्का पढाए जस्तो हुन्छ हल्का पढाए जस्तो हुन्छ कुराहरू हाम्रो यति गर्दा गर्दै पनि हामी साइन्समा धेरै पढिसकेका छौँ भन्न पाइन्छ गफ दिने कुराहरू त अनि होइन ल ठिक छ अब आउँछ हामीले कुरो अब यहाँनिर तृप्ति ब्याच भन्ने कुरा थाहा पाइसकेका छौँ तपाईँलाई थाहा छैन वाट्सएपमा एउटा ग्रुप पनि छ गो एन्ड गेट कनेक्टेड तपाईँहरूको लागि जुममा एउटा फ्री क्लास पनि आउँछ डोन्ट वरी सो यहाँनिर जुन टपिक अहिले पढिरहेछौँ यो पनि फेरि हामीले केमिस्ट्रीबाटै छ तर कुन केमिस्ट्रीबाट हो सर यो भनेर केमिस्ट्रीबाटको बाटाबाट जुन आउँछ कुरा यहाँनिर यसमा भन्छ हाम्रो इन्डस्ट्रियल केमिस्ट्री ओके अब तपाईँलाई मेन कुरा बुझाउनु पर्यो अब इन्डस्ट्रियल केमिस्ट्री भित्र हामीलाई केमिस्ट्रीको एउटा टपिक त्यसलाई हामीले भन्छौँ केमिकल्स युज्ड इन डेली लाइफ सो नाउ दिस इज द मेजर पोइन्ट यहाँनिर अब हामीले इन्डस्ट्रियल केमिस्ट्री भित्र हामीले जुन कुरा पढ्छौँ यसले जहिले पनि के टार्गेट गर्छौँ भने कमन पिपल्स एन्ड देयर लाइभलीहुड उनीहरूको लाइफलाई कसरी इजी बनाउने भन्ने कुरालाई चाहिँ बेसी टार्गेट गर्छ सो नाउ while targeting the basic and common life of every people हामीले के थाहा पाउँछौँ यहाँनिर अनि हामीलाई केही केमिकल्सहरू युज गर्न पर्छ अरे अब केमिकल्स युज गर्दाखेरि एउटा याद गर्नु है गाइज फेरि जहिले पनि थाहा पाउनु पर्ने कुरो केमिकल्स त हामीले भन्लाम न ठिक छ हामीले केमिकल्स त युज गर्लाम तर केमिकल पनि के हुन्छ भने एउटा अर्ग्यानिक हुन्छ अरे अर्को चाहिँ इनअर्ग्यानिक हुन्छ अरे या फेरि यसलाई बुझ्ने अर्को तरिका चाहिँ एउटा नेचुरल हुन्छ अरे अर्को चाहिँ यसमा के अरे त्यो के भन्छ यसमा कुनै पनि कुराहरू केमिकल्सको कुरा गर्दाखेरि यहाँनिर चाहिँ इनअर्ग्यानिक भनेपछि के भनौँ यसमा सिन्थेसाइज्ड भनौँ ल ओके सो यहाँनिर डिफाइन गर्ने बेला तपाईँहरूलाई चाहिँ मैले टपिकहरू बोर्डमा लेखिदिइरहेको छु किन लेखिरहेको छु म सर पहिले बुझाउँछु त्यसमा हामीले डेली लाइफमा जे पनि कुरा युज गर्छौँ है याद गर्नुहोस् है त जे पनि कुरा युज गर्छौँ त्यसमा चाहिँ के हुन्छ भने जहिले पनि वी युज थिङ्स जस्तो के अरे मेडिसिनको कुरा गरौँ कहिलेकाहीँ खोकी लागेको छ टाउको दुख्यो केही भयो हामीले घरमै युज गरेको जडीबुटी युज गरिरहेछौँ भने त्यो नेचुरल भयो तर त्यहीँनिर होइन मैले चाहिँ ट्याब्लेटहरू खाइरहेको छु अरू कुनै यस्तो क्लिनिकबाट दबाई लिएर खाइरहेको छु त्यो केमिकल भयो त्यसो भए नेचुरल अर्ग्यानिक इनअर्ग्यानिक इनअर्ग्यानिक भनेको चाहिँ ल्याबमा बनाएको या फेरि त्यो चाहिँ सिन्थेसाइज गरेको हामीले आफैले बनाएको कुरा हुनसक्छ नेचुरल भनेको नेचरबाट अप्टेन गरेको हुनसक्छ सो यसरी कुराहरू आउँछ त्यस्तो कुरा आउँदै गर्दाखेरि हामीले यो लेसनमा कस्तो खाले कुराहरू पढ्छौँ त सो नाउ द फर्स्ट थिङ द्याट वी विल रिड फ्रम दिस लेसन इज अल अबाउट फुड प्रिजर्भेटिभ भनेको खानालाई चाहिँ लामो समयसम्म बचाउनलाई यसलाई प्रिजर्भ गर्नलाई चाहिने कुराहरू खानालाई कसरी हामीले चाहिँ सर्न दिन हुँदैन कसरी हामीले लामो समयसम्म खानालाई चाहिँ प्रिजर्भ गर्ने जस्तो खाना प्रिजर्भ नगर्नु या फेरि डिके गर्नुको मिनिङ के हुन्छ भने खाना चाहिँ अल्कोहलमा कन्भर्ट हुने एउटा प्रोसेस हामीलाई थाहा छ नि खाना अमिलो हुन्छ नि त होइन यदि बासी भयो भने वाइ बिकज त्यहाँनिर फर्मेन्टेसन भएको हुन्छ सुगर के हुन्छ यसमा चाहिँ अल्कोहलमा कन्भर्ट भइरहेको हुन्छ ग्लुकोज चाहिँ अल्कोहलमा कन्भर्ट हुन्छ बिकज अफ त्यहाँनिर ब्याक्टेरिया इस्ट यो कुरा हामीले पढाएको छौँ सानो क्लासहरूतिर सो यहाँनिर जति पनि कुराहरू छ हामीले हेर्ने बेलामा खाने कुराहरूमा चाहिँ इफ हामीले जस्तो अचार बनाउनु पर्यो भने त्यसमा अमिलो राख्छौँ या कसैले खुर्सानी कसैले नुन टन्नै कुराहरू राखेर मिक्स गर्छौँ बेसार त्यो किन राख्छौँ त टेस्टको लागि मात्रै होइन कि गाइज द्याट इज नट ओन्ली फर टेस्ट द्याट इज अल्सो फर द प्रिजर्भेसन लामो समयसम्म प्रिजर्भ गर्नलाई धेरै जस्तो त अचारलाई चाहिँ एकदम ओइली बनाइन्छ बिकज ओइल प्रिजर्भ्स इट फर अ लङ टाइम यो भनेर पनि गरिन्छ राइट त्यसपछि अरू हामीले के भनेको छौँ यहाँनिर चाहिँ के अरे त्यो अनि अनि त्यो बेकिङ सोडा खाने सोडा चाहिँ यदि खानामा राख्यो भने पाउरोटीहरू अनि ब्रेडहरू लामो समयसम्म सेफ हुन्छ भनी भन्छ मान्छेले वाइ बिकज त्यो पनि एउटा प्रिजर्भेटिभ हो त्यसो भए नाउ फर्स्ट थिङ द्याट वी विल रिड फ्रम दिस लेसन इज अबाउट प्रिजर्भेटिभ फुड प्रिजर्भेटिभ खानालाई बचाउने कुराहरू जुन चाहिँ हामीलाई हेर्दाखेरि केमिकल पनि हुनसक्छ नेचुरल पनि हुनसक्छ नेचरबाट पनि ल्याएको या फेरि ल्याबबाट बनाएर ल्याएको पनि हुनसक्छ त्यो कुराहरू छ त्यसपछि हामीलाई यसको केही टाइप्सहरू फर्दर पछि डिस्कस गरौँला द नेक्स्ट वान इज अबाउट क्लिन्जिङ एजेन्ट्स भनेको चाहिँ यस्तो कुरा गरौँ जुन कुरा हामीले सफा गर्नमा युज गर्छौँ जस्तो हामीले चाहिँ यहाँ भित्ताहरूमा कतै के दाग लाग्यो सफा गर्नु पर्यो त्यहाँ चाहियो क्लिन्जिङ एजेन्ट लुगाहरूमा कुनै दाग लाग्यो सफा गर्नु पर्यो क्लिन्जिङ एजेन्ट अनुहारमा कुनै दाग लाग्यो यहाँनिर फोहोर सफा गर्नु पर्यो क्लिन्जिङ एजेन्ट सो एनिथिङ सर्फेस क्लिनर्स है त सर्फेसलाई क्लिन गर्न पर्यो क्लिन्ज गर्न पर्यो भनेपछि वी निड त्यहाँनिर चाहिँ क्लिन्जिङ एजेन्ट चाहिने भयो हामीलाई यसपछि अब क्लिन्जिङ एजेन्ट भित्र पनि कहिलेकाहीँ अर्ग्यानिक होला कुनै इनअर्ग्यानिक होला या फेरि भन्न खोजे कुनै नेचुरल होला कुनै केमिकल होला
सो यसरी त्यो कुरा हामीले डिफाइन गर्छौँ। जस्तो हामीले धेरैपल्ट के हुन्छ भने नुहाउने बेला, अनुहार धुने बेला, के गर्ने बेला साबुन, स्याम्पू, हेड एन्ड सोल्डर के छ युज गरिरहेको हुन्छन्। सो दे आर बेसिक फ्याक्टर्स। सो त्यसले पनि हामीलाई चाहिँ एउटा फ्याक्टर दिन्छ यस्तो गर्नलाई। अनि पेस्टिसाइडको कुरा गरिरहेछ। अब हामीलाई आफ्नो अनुहार घर सफा गरेर मात्रै भएन, बारी पनि सफा गर्न पर्यो। हामीले काम गर्ने ठाउँ हुनसक्छ, घरभित्रै पनि कहिलेकाहीँ कक्रोच उधुम मचाउँछ, कहिलेकाहीँ बहुत दिमाग खराब गराउँछ, यस्तो कुरा हुनसक्छ। सो यसरी चाहिँ टन्नै कुरा होला जुन हामी चाहिँ नचाहिने अनि लिभिङ बिङको कुरा गरौँ। जस्तो झारपातदेखि किरा फट्याङ्ग्रादेखि कुनै जनावरको कुरा गरौँ, त्यसलाई कम्प्लिटली हटाउनु पर्यो, मार्न पर्यो, सकाउनु पर्यो भने त्यतिखेर वी निड पेस्टिसाइड्स। याद गरौँ है त। इभन थाहा छ हामीले कतिपल्ट चाहिँ त्यो अनि खेतबारीमा चाहिँ त्यो मुला चोर्दिएको भएर खरायो, लोखर्के यस्तोहरूलाई पनि ट्र्यापमा राखेर मार्नलाई चाहिँ कुनै केमिकल युज गरिन्छ। यसो भए त्यो बेलामा दे आर रोडेन्ट्स, रोडेन्टिसाइड्स यस्तो नामहरू पनि पढ्न पाइन्छ पछि पछि। ओके, यो कुरा तपाईँहरूले चाहिँ अर्को पढ्न पाउनुहुन्छ। यसपछि अर्को हामीले पढ्न पर्ने भनेको चाहिँ इट्स अबाउट पेस्टिसाइड पछि यहाँनिर चाहिँ केमिकल पोल्युसन। सराउन्डिङमा जति पनि कुरा युज गर्छ नि हामीले, इट्स एन्ड एभ्रिथिङ हेज गुड इफेक्ट जुन हामीलाई भइरहेको हुन्छ, बट यसको साइडमा चाहिँ साइड बाई साइड इट प्रोभाइड्स मच अफ ड्यामेज टु आवर सराउन्डिङ। यसले धेरै ठाउँमा चाहिँ ह्याम्पर गरिरहेको हुन्छ। जस्तो हामीले केमिकल पोल्युसनको कुरा गर्दाखेरि यहाँनिर केमिकल पोल्युसन हुने भनेको सिम्पली किचनबाट कुरा गऱ्यौँ भने किचनमा पनि हामीले कतिवटा खानेकुराहरू चाहिँ अनि पकाउँदै गर्दा खाँदै गर्दाखेरि केही कुराहरू अनि यहाँ चाहिँ डिस्पोज गऱ्यौँ भने नन डिग्रेडेबल हुन्छ। त्यसलाई सराउन्डिङमा छोडिदियौँ भने किचनबाट निक्लिने धुवाहरूको कुरा गरौँ, त्यो धुवाले कुरा गरौँ, इच एन्ड एभ्रिथिङ। जस्तो वेस्टको कुरा गरौँ जुन चाहिँ केमिकल वेस्ट रिलेटेड छ भने, जुन सराउन्डिङमा चाँडो डिग्रेड हुँदैन भने, बिकज अफ दोज थिङ्स हाम्रो सराउन्डिङमा चाहिँ एउटा पोल्युसन क्रिएट हुन्छ। त्यसपछि फ्याक्ट्री, केमिकल्स, वर्क प्लेस, एउटा कुनै बाटो, रोड, एनीवेयर जहाँ पनि यो कुराहरू कन्टिन्युड हुने भए त्यो कुराहरूले गर्दा केमिकल पोल्युसन हुन्छ, यति पनि भन्न पाइन्छ। अब त्यहाँपछि खेतबारीमा युज गर्ने अनि फर्टिलाइजरदेखि हामीलाई अनि बाहिरबाट युज गर्ने स्प्रेहरूदेखि इट्स एन्ड एभ्रिथिङमा त्यहाँनिर चाहिँ त्यसले केमिकल पोल्युसन स्प्रेड गर्छ। केमिकल पोल्युसन वाटरमा हुनसक्छ, एयरमा हुनसक्छ, ल्यान्डमा हुनसक्छ, हाम्रो सर्भाइभलको सराउन्डिङमा हुनसक्छ, एभ्रिवेयर। त्यसो भए केमिकल पोल्युसनको कुराहरू भयो र यसलाई मिटिगेट गर्ने मेजर्सहरू कसरी घटाउने त, यति मात्रै समस्या भयो भनेर होइन कि यसलाई घटाउने तरिका पनि हुनसक्छ। जसमा हामीले कसैलाई खबर दिएर यसमा चाहिँ बाई रेजिङ अवेरनेस हुनसक्छ, कुनै मिडिया प्रोफाइलबाट हुनसक्छ, कुनै सिलेबसमा यसको बारेमा चाहिँ इन्क्लुड गरेर हुनसक्छ, नभए कुनै पेस्ट कन्ट्रोल कुनै आइडियाजहरू छ कि या फेरि कुनै अरू तरिका छ कि, अल्टरनेटिभ मेथड छ कि, अनि अदर देन युज अफ दिस केमिकल्स त्यो युज गरेर हुनसक्छ। So we must go through those steps to prevent chemical pollution भनेर पनि we will discuss in very much detailed way from this session. So यो लेसनको लागि बाँकी केही कुराहरू छ, रिसोर्सहरू रेडी पार्नुहोस्, नोट्सहरू रेडी पार्नुहोस्, and guys let's begin this lesson with a very good start. And it is a विज्ञान गुरु, and for now यो लेक्चर यति नै राखौँ। यसपछि now we will go through each topics in अनि यसमा fraction wise videos. Have a good time, take care and good night. This is a विज्ञान गुरु.